आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। प्रार्थनालाई आफ्नो पहिलो प्राथमिकता बनाउनुहोस्। जय मसी। आज जनवरी 1 तारिक पुस 17 गते नव वर्ष 2026 को यहाँहरू सबैलाई हार्दिक शुभकामना। आजको बाइबल खण्ड यूहन्नाको पुस्तक 16 अध्यायको 24 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, माग अनि तिमीहरूले पाउनेछौ, यसरी तिमीहरूको आनन्द पूर्ण होस्। प्रार्थनालाई तपाईले पहिले प्राथमिकतामा राख्नुपर्छ। किनकि जब तपाईँ प्रार्थना गर्न चुक्नुहुन्छ तपाईले आफैलाई असफल बन्नका लागि तयारी गर्नुहुन्छ। सारांशमा तपाईले यसो भनिरहनु भएको हुन्छ, मलाई परमेश्वरको सहायता वा सल्लाह चाहिँदैन। निमन्त्रणा दिएपछि मात्रै परमेश्वर तपाईँ कहाँ आउनुहुन्छ। प्रार्थनाले ढोका खोल्छ र उहाँलाई तपाईँको परिस्थितिमा लैजान्छ। येशूले भन्नुभयो, अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ, माग अनि तिमीहरूले पाउनेछौ, यसरी तिमीहरूको आनन्द पूर्ण होस्। एक अज्ञात कविले लेखेका छन्, म एक बिहान सबेरै उठे र हतार दिनको काम सुरु गरे। मसँग यति धेरै काम पूरा गर्नु थियो कि मसँग प्रार्थना गर्ने समय थिएन। तब समस्याहरूले मलाई घेर्दै लगे र प्रत्येक काम अझै भारी बन्दै आयो। परमेश्वरले मलाई किन मद्दत गर्नुहुन्न? मैले सोचे। उहाँले जवाफ दिनुभयो, तिमीले सहायता मागेनौ। म आनन्द र सौन्दर्य देख्न चाहन्थे, तर दिन फुस्रो र उदास भएर बित्थ्यो। मैले सोचे, परमेश्वरले मलाई किन देखाउनु भएन? उहाँले भन्नुभयो, तर तिमीले खोजेनौ। मैले परमेश्वरको उपस्थितिमा आउन कोसिस गरिन। मैले तालाका सबै चाबीहरू प्रयोग गरे। परमेश्वरले बिस्तारै र प्रेमपूर्वक हप्काउनु भयो, मेरो बालक, तिमीले ढकढकाएनौ। म आज बिहान सबेरै उठे र दिनमा प्रवेश गर्नु अघि रोकिए। मैले यति धेरै कामहरू पूरा गर्नु थियो कि मैले प्रार्थना गर्न समय निकाल्नु पर्यो। भजनकारले भनेका छन्, हे परमेश्वर, म तपाईँलाई बिहानै खोज्छु। यो कुरा तपाईँले भजन सङ्ग्रह 63 को 1 पदमा हेर्न सक्नुहुन्छ। बिहान उनले सुन्न चाहेको पहिलो आवाज परमेश्वरको थियो। उनले गर्न चाहेको पहिलो कुराकानी प्रभुसँग थियो। अरूले उनको समय र ऊर्जाको माग गर्नु अघि उनी परमेश्वरको इच्छा जान्न चाहन्थे। के तपाईँको प्रार्थनाको जीवन अनियमित भएको छ? त्यसो भने आफ्नो जीवनलाई पुनर्व्यवस्थित गर्नुहोस् र प्रार्थनालाई प्रत्येक दिन आफ्नो पहिलो प्राथमिकता बनाउनुहोस्। यदि तपाईँले त्यसो गर्नुभयो भने तपाईँ आत्मिक रूपमा फलवन्त बन्न थाल्नुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। मोबाइल नम्बर 98 082 048 70। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।